यस्तो चाहिँ झन् चल्छ त अर्ग्यानिक। भोलि ज्वाइँसँगै पठाइदिनु पर्यो घाँस काट्नु। दिनमा भना गर्नु दैनभरि घाँस काट्छ। ज्वाइँलाई डोको लिएर अर्को डोको लिएर पनि पठाउन आयो भने यहाँ थुपारी रन्चु काटेर अनि खाँदी खाँदी मेरो घाँस कटाइको स्टाइल कस्तो छ। अरे पार्वतीले काट्यो तिमीहरू त चेली आन्टीले धान काटे कस्तो गर्छ? अन्त दिनमा 5 भारी 6 भारी घाँस काट्दा यस्तो पाराले अनि दिन जान्छ नि यसरी पो काट्नु 5 भारी 6 भारी घाँस काट्दा पनि मिलाएर काट्यो भने अन्त यो पनि खान्छ साग जस्तो खै यसरी काट्नु नजान्ने रहेछ। 2 डोको घाँस काट्छु भनेर आन्टीलाई चाहिँ घर पठायो। अब उसले 2 डोको घाँस काट्ने अरे यहाँ हेर्नु है यहाँ। म त फेरि उल्टा हो नि त, मेरो फेरि अर्को हात चल्छ, यो हात चल्दैन। अहिले त घाँसको दुःख हुँदैन कि, बादमा चाहिँ पुरा हुन्छ दुःख। कहिले? अब बादमा अहिले त छ नि त घाँस कलिलो चारैतिर। त त्यसरी काट्थे त आउँछ अनि आउँदैन त पहिला घाँस काटेको। पार्वती आन्टीहरूको पनि बस्दा कति घाँस काटेको त। घाँस काट्नु आएको कस्तो भयो है राबुङ चाहिँ। अल्छी राखिसक्यो मलाई झन्। म त घाँस काट्नु घाँस चाहिँ छ भने मजा लाग्छ हौ काट्नुलाई। उतै बस्ने बानी भएछ कि। घाँस चाहिँ हुनुपर्छ काट्ने। पहिला पहिला हामी तल नाम्लुङमा हुँदाखेरि अन्त तल रङ्गित खोलाको छेउछाउबाट ल्याउँथे घाँस। यता चुली के अरे चुचे ढुङ्गाबाट होइन? चुचे ढुङ्गादेखि पनि तल जान्थ्यो नि हामी घाँस काट्नु। हो अनि म एकपल्ट गएको फर्स्टपल्ट आएको बेलामा के त पार्वतीको घर त्यो पनि भिरमा घाँस काट्यो हो। चुचे ढुङ्गा गएको अनि त्यहाँबाट पल्टायो बिठा बिठा बनाएर। यत्रो घाँस त अन्त डोकोमा कहाँ ओर्छ त? अनि ओइलिँदैन? कहाँ ओइलिन्छ यस्तो चिसोमा? काम गरेपछि जाडो नै साह्रो कहाँ जान्छ। मलाई मन पर्दैन है घाँस चाहिँ हुनुपर्छ। सानैदेखि काटेर होला पहिला पहिला पनि। मैले पनि त काटेको त हो नि घाँस त कति। मन पर्दैन म त। ए हैसिया चाहिँ खुर्पा जस्तै लाग्यो कि डर लाग्यो नि हात काट्छ कि भन्ने। यो झन् कम्ती भारी छैन। अनि सानो हैसिया हाम्रो झापाको जस्तो
जापानमा त हँसिया हुन्छ कच्चिया हुन्छ हौ। कच्चिया हँसिया पनि भन्छ। यो नेपालको जस्तो चाहिँ भए चाहिँ घाँस काट्नु सजिलो लाग्छ। यत्रो छ हँसिया नि खुर्पा जस्तो। उही अब गएर फेरि भात पकाउनु पर्ने होला। के गर्नु खानु परिहाल्यो। जान्छु होला म त वाक्कै लागिसक्यो। अनि भात पकाउनु पर्यो खानु पर्यो होला। अघि बिहान कसले खाएकोले भएन होला। बेलुका पनि खानु चाहिहाल्यो होला। अनि यो त करेन्ट ससा बनाएर खाएको थियौँ है दिउँसो। तर जग्गा चाहिँ सुनसान मजा छ है। ए रालम गयो भन्छ नि चुची ढुङ्गा पनि जाउँला सुधा। त्यही त हो चुचो ढुङ्गा। त्यही त हो जाउँ भनेको के। अन्त कस्तो राम्रो पारेर कस्तो राम्रो बनाएको। रोहितले फोटो हालिरहेको थियो त। टाइटेनिक भ्यू पोइन्ट के बनाएको छ भन्दै थियो। टाइटेनिक भ्यू पोइन्ट के पहिला पहिला त्यहीँ बसेर दाउराको भाडी ल्यायो बिसायो, घाँसको भाडी ल्यायो बिसायो। अहिले त्यस्तो बनाएको छ र। अहिले त चौतारो सौतारो मजाले बारेर उगारेको छ भन्दै थियो त। त्यही त त्यस्तो गरेको छ अरे हरेको कुरा। म त यस्तो फुल पनि खाँदो रहेछ कि। खाइहाल्छ सबै गाईले। यो 70 त के लानु भन्छु के उता जस्तो त। कुन चाहिँ? उता पार्टीले काटेको त्यो घाँस हो नि हौ कलिलो के को 70? ओए के माटोसँग काटेको। कहाँ माटो हौ? अलि फेदै लाएर नकाट्ने अलि माथि माथि काट। खाए खान्छ नखाएको 70 हुन्छ नि त। 70 पनि त चाहियो। धन्न जुका चाहिँ रहेनछ नि। देखिनँ मैले त जुका। यहाँ छैन होला। यता ले न यहाँ। कहाँ? पहिले नै यता के मान्छेसँग बिहे गर्नुपर्ने रहेछ सुधा। को? म शीतल पनि ठाउँ है। अनि गर्मी पनि नहुने, जहिले तहिले जाडो, जहिले तहिले ज्याकेट ओर्नु लगाउनु पर्ने। पातलो लुगा गनाएको छ उनी त। काट चाहिँ लडीबडी खेल्नु बस्यो। बस्ने बस 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 ओ बहिनी अपरेसन बच्चा पाउँदैन। ए पार्वती जस्तै लाग्यो क्या। पार्वती होइन म पार्वतीको दिदी हो। सिक्किममा आएर घाँस काटेको यो पाइप रहेछ पानीको पाइप होला सुधा। ए खाने पानीको होला। आम्मामा घाँस त कति हो कति 2-3 टोको काटिसक्यो। घाँस त भए त कति काटिन्छ तर के को झ्यास र झुस छ हौ। एकैछिनमा नै मुठी त एकैछिनमा पुग्नै पो त। बन्छु घाँस नि मजाले खान्छ नि। मेरो त माटो छैन। ए घाँसै नातो त। जाडो थुर 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 घरमा बस्नु भने त पसिनै भयो। घाँस घाँस गरम भयो। कस्तो पसिना आयो कि। घाँस काट्दाखेरि
थाकेर हत्तु भयो हामीले एक डोको काटेको घाँस चाहिँ अङ्कलले लिएर जानुहुँदैछ हो अब हामीलाई 2 मुठा लिएर आउनु भन्नुभएको छ यहाँ चाहिँ 1 मुठा भयो अब 1 मुठा चाहिँ आन्टीले यही बनाउनु हुँदैछ आन्टीलाई चाहिँ माथितिर रमाइलो लाग्यो अरे हो हत्तु भयो आन्टी चाहिँ मुठा बनाउनु हुँदैछ 2 जनाले 1-1 मुठा लिएर जाने घर बहिनी मेरो कच्चा चाहिँ यहाँ छ हो गाइस मेरो कच्चा चाहिँ यहाँ छ अब चाहिँ लागेको घर हत्तु भयो कसरी बोक्नु अब त्यो मुठा घाँस र यसरी त लौ मेरो त हातै पस्दैन त त्यसका बाजेको कसरी ला यसरी त बोक्नु होइन ए मेरो चाहिँ 1 मुठा घाँस हो आन्टी चाहिँ लिएर जानु हुँदैछ हो घाममा चाहिँ हत्तु भयो लु हिँड्न बहिनी हिँड हेर्न बाटो छ कि त्यहाँ बाटो छ कि ल आइज हामी त गएको है आइज बहिनी आइज हँसिया खोइ तपाईँको ए अन्त घाँस काट्नु आउनु भएको होइन के को ओह्रालो र उकालो हिँड्नु न काटेर अब यहाँ खोल्छ होला है पानी सुकेको रहेछ नि त मलाई त्यस्तो सर्दी लाग्यो राबुङ आएर त चिसोले होला फेरि गरम खप्नै सक्दिनँ आमामा यही बाटो सजिलो अब यो घुम्नु पुरा पर्छ हिँड्नु न भट्टाभट यो बाटो उकालो जाने भन्दैछ यो झन् कहाँ हिँड्नुपर्छ यो राम्रो बाटो छ नि त यो चाहिँ यता बहिनी हिँड अगाडि घामले हत्तु कस्तो चिसो पानी घटघट पिउनु मन लाग्यो मलाई त पडक भन्दा यहाँको पानी राम्रो लाग्छ हौ मलाई यहाँ चाहिँ मकै स्टिल के भन्छ पाकेको छैन भन्दा पनि हुन्छ हाम्रोतिर पाकेर सकिसक्यो होला तर यो बाक्लो भयो नि मकै सुधा कुन चाहिँ बाक्लो के मकै घाँस होला हौ यो कम्ती कम्ती खाने पनि यस्तो सरकारी हो कि यस्तो बाक्लो फेरि कति लुते बाक्लो भयो भने जिउ हेर्नु न कति लुते छ बहिनी पर्खिँदैछ बहिनीले हत्तु भयो स्यासे भयो मेरो चाहिँ आज घाँस काट्दा हाँसै उड्दो भइरहेको छ कि टुक्रुक्क बस्ने भएको अगाडि पनि टुक्रुक्क बसेर है घाँस काटेको केही पनि भएन होइन त्यहाँबाट अलिक पर चाहिँ राम्रो घाँस रहेछ चाहिँ काट्नु गएको कि बसेर घाँस काट्ने भएको मेरो सुराले फाट्यो हो अब गएर सुराल फेरेर त्यहाँबाट चाहिँ फेरि जानुपर्छ बजारको घर अहिले चाहिँ हामी गाउँको घर आएको गाउँको घरमा अहिले चाहिँ हामी गाउँको घर घाँस काट्नु आएको काठमाडौँबाट घुम्नु आएको मान्छे चिसो खानु आएको चिसो खाइहाल्नु भयो त्यही बहिनी आइज ल कहाँ गयो त्यो बहिनी 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 ल आज छिटो आइज ल आइज ल बहिनी आइज आइज आइज
फुटबल खेल्ने जग्गा मैले अघि निकालिदिएको छु त म चाहिँ सर्दी लागेर 2 दिन भइसकेछ कि यस्तो बेसी सर्दी लागिरहेको छ भन्नुभएको छैन चिसो पानी नै पिउनु मन लाग्छ नि त फेरि तातो पानी गनाउँछ त्यस्तो टाढो त होइन नि खाली हात आयो भन्दा पहिला हामी आउँदा झन् यहाँ बाटै थिएन अहिले चाहिँ बनाएछ यो त्यस्तै थियो यहाँ कहाँनिर एउटा ट्याङ्कीको त्यहाँनिर उकालो हिँड्ने बाटो बनाएको थियो अब चाहिँ घर आइपुग्यो यो चाहिँ हो आइसिडेस त्यसको माथिको चाहिँ घर भएर काँचको बारी छ यहाँनिर पर हो गाईको गोठमा पार्वती पानी ल्याले अझ हामी घर आइपुग्यौँ हो गोठ चाहिँ अलिकति यता चाहिँ गोठ जानेपट्टि साह्रै जुका लाग्छ क्या त्यही भएर आन्टी चाहिँ आउनु मान्नु हुँदैन मेरो घाँस ल्याएर अब के हो साँप अङ्कल 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 साँप यहाँ हेर्नु न गाई साँप रहेछ यहाँ चाहिँ यो अघि हामीले काटेको घाँस यसलाई पनि यहाँ राखिदिन्छु हाम्रो गाई चाहिँ यहाँ छ ब्याउनु आँटेको छ गाई आन्टी साँपै होइन यो के मर्यो आन्टी यहाँ हेर्नु न साँप चल्दैछ ए साँपै होइन कहाँ चल्दैछ फ्याँकिदिनु न मारेर मरेको छैन जिउ हल्लाइरहेको थियो मैले अहिले भर्खर छुँदा होइन हँसियाले चाङ ठिकै हुनुहुन्छ दर्शन कति एक डोको 2 उयो आन्टी आन्टीको साथीहरू भिडियो नबनाउनु गति र मती भन्नुहुँदैछ यहाँ हालत हेर्नु एकजनाको है गर्मी भयो जाडोमा काम गरेर जाडो हुँदो रहेछ घाँसको मिठा पानी पिउने घट कि घट कति मजा मजाको फुलहरू हेर्नुहोस् न यहाँ हेर त फुल रहेछ चिटिक्क परेको यहाँ अर्को है यिनीहरू फुलेपछि चाहिँ राम्रो देख्छ यिनीहरू चाहिँ यहाँ चाहिँ फुल्नु आँटेको छ यहाँ गफ हेर्नु न गफ यहाँ आमा सबैको गफ चल्दैछ यहाँ पर घरमा पनि नहिँदै पर राख्यो भने त हुन्छ नि राम्रोसँगले आज चाहिँ म के देखाउँछु भने हाम्रो आन्टीको नर्सरी के अरे यो के अरे आन्टी यो तपाईँको के यो जुन बनाउनु भएको छ नि यसलाई के भन्छ यो ए ग्रिन हाउसको भिजिट हुँदैछ आज चाहिँ सानो छ ग्रिन हाउस है तर धेरै कुराहरू छ यहाँ छ
के हो यो अकबरे खोर्सानी यो बैगुन यो के हो यो बिँ होइन रातो खालको बिँ अहिले चाहिँ के भएछ नि सुकेछ साग पनि हेर्नुहोस् गाइज के भन्नुभएको हेर्नुहोस् गाइज फर्सीको डल्ला पनि दे यो चाहिँ पालकको साग पालक साग लिएर जानुपर्छ मन पर्दैन हौ त पालकको साग अरू भन्दा नि एउटा कुरा देखाउँछु ल म यहाँनिर तपाईँहरू हेर्नुहोस् ल डल्ले खोर्सानी चाहिँ म चाहिँ फर्स्ट टाइम देखेको कसले देख्नु भएको चाहिँ कमेन्ट गर्नुहोस् त अचम्मै हेर्नु न यहाँ कस्तो खालके हेर न यहाँ ए डल्ले खोर्सानी अरे हौ यो हेर्नु न कस्तो खालको डल्ले हो यो खै देख्दैन त फेरि ए भरे खानुलाई डल्ले खोर्सानी एक कलिलो रहेछ यो छिप्पेको टिप्नु न फेरि कति कालो है उयो नि बोट क्या हो उसको गाईको मुत लगाएर कम्ती कालो छैन त खोर्सानी चाहिँ किन्नु चाहिँ पर्दैन है आन्टीहरूलाई यहाँ तपाईँको यो सोप के हो रे आन्टी यो सुप हो कि के सोप हौ ए सोप हो कि दुईजना 4 जनाको परिवारमा चाहिँ सब्जी चाहिँ किन्नु पर्दैन हो उयोमा हेर्नुहोस् खोर्सानी कति कालो छ तपाईँको यहाँ करेला फल्दैछ करेला चाहिँ बाहिर पनि छ यो ग्रिन हाउसमा चाहिँ अलिक कम्ती छ सिमीहरू यहाँ तपाईँको फल्दैछ खोर्सानीको भोगी खोर्सानी पालकको साग रायोको साग कोपीहरू पनि यहाँ भर्खर फुल्दैछ त के यत्रो भएछ आया सर्दी लागेर मन रहेछ कि म चाहिँ अब चाहिँ खानुलाई अकबरे खोर्सानी डल्ले खोर्सानी भन्छन् अकबरे भन्छन् के भन्छन् कता मिठो हुँदैन के गर्नु खानु त टोकेर खानु त एकदम धेरै मिठो तर फेरि यहाँ नेपालको जस्तो होइन नि यहाँ त धेरै पिरो के एकदम पिरो आज चाहिँ पालक पनिर खाइदिउँ न त मलाई यो पालक यो ट्याक्कै मन पर्दैन यो पालकको साग के भएको लोकल त यही लोकल हो नि अब यो घरमा रोपेको त लोकल अर्ग्यानिक बहिनी आज चाहिँ पालक पनिर बनाइदिनु पर्यो प्रणामीहरूलाई हाम्रो आन्टीहरू चाहिँ प्रणामी हुनुहुन्छ मासु मांस खानु हुँदैन हरियो परियो साग सब्जी घर परिचय हेल्दी कुराहरू यहाँ यो पालक त जहाँ पनि फल्छ कि जहाँ जस्तो लाग्छ मलाई त यति भइहाल्यो